बाइकलाई ड्रेस चोइस गाइस कमेन्ट गरिदिनु सक्नुहुन्छ कस्तो देख्दो रहेछ यो त काट्छु ल म बाई 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 भाइ हुन्छ त्यतिले अब यसलाई चाहिँ फ्राई गर्नुपर्ने हुन्छ है सो तपाईँहरू भनिरहनुहोस् सो अहिले चाहिँ हामी यहाँ भाउजूको दोकानमा आइसकेको छौँ अनि यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ भाउजू मलाई के दिने नखाने हो अहिले मलाई यहाँनिर बियर खाने बानी भएको छैन यो चाहिँ हो नि त गाइस यो चाहिँ हो नि त यो चाहिँ यसो अब एक लाएर गएपछि माथि गएर अब चिनिँदैन मैले अन्त अहिले चाहिँ हामी बजारमा आइपुगेको छ है गाइस तपाईँहरूले यहाँनिर चाहिँ हाम्रो दागापेला सेल्स भन्नुहुन्छ है यहाँ माथि चाहिँ त्यति लाइटले गर्दा अलिक नाति गरेको छ है गाइस यहाँ तपाईँहरूले देख्नु सक्नुहुन्छ नेक्स्ट टाइम भाइलाई दामी बाइकलाई ड्रेस चोइस गाइस कमेन्ट गरिदिनु सक्नुहुन्छ कस्तो देख्दो रहेछ हाम्रो यहाँको सेल्स दाजु आइसक्नु भएको छ दाजु के भन्न चाहनुहुन्छ के भन्नु भाइ घुम्यो बस्यो एकदम प्रिमियम अब यहाँको अब स्टुडेन्ट्सहरू किन्नु आयो भने चाहिँ स्टुडेन्टहरूलाई किन आयो भने ठक्कै 150 डिस्काउन्ट सो तपाईँहरूले देख्नुभयो तपाईँहरू आयो भने चाहिँ यहाँनिर चाहिँ तपाईँहरूलाई डिस्काउन्ट पनि मिल्नेछ यहाँ भेराइटिज छ यहाँनिर डिस्काउन्ट खायो मेरो त्यो सो अहिले चाहिँ हामी दोकानदेखि निस्किसक्यो अनि तपाईँहरूले यहाँ आउने भने चाहिँ तपाईँहरूले यहाँनिर के परे मलाई सम्पर्क गर्न सक्नुहुन्छ म यहाँनिरदेखि भनिदिन्छु म डिलर पनि गर्दछु तपाईँहरूलाई आएर आउनु मन छ भने तपाईँहरू आउनु सक्नुहुन्छ अब हामी माथि जानेछौँ माथि गएपछि चाहिँ यहाँ किन्ने यहाँ किन्नु न यहाँ दिन्छ त अहिले चाहिँ हामी टमाटरहरू किन्दैछौँ अनि टमाटरहरू किनेर लगेर घरमा खोर्सानीला नि अहिले चाहिँ हामी घरमा आइपुगिसकेको छौँ है अहिले चाहिँ अब चाहिँ हाम्रो रेलको कुकिङहरू सबै हुनेछ अनि हाम्रो साथी एउटा आउँदैछ अब तपाईँहरूलाई अब उताको ब्लगहरूमा पनि तपाईँहरू इन्जोय गर्नु सक्नुहुन्छ सो गाइस अहिले चाहिँ झनै बिर्सी आएर रहेछ ब्लगिङ गर्नु अनि अहिले चाहिँ हामी आगो फुकिसक्यौँ अब म भित्र गएर काट्ने छु के काट्ने छु भन्दा यो त काट्छु ल म सो गाइस अहिले चाहिँ काटिसकेको छौँ यहाँ देख्न सक्नुहुन्छ सो अब यसलाई चाहिँ फ्राई गर्नुपर्ने हुन्छ है सो तपाईँहरू भनिरहनुहोस् ल गाइस त्यो हो अहिले चाहिँ हामी कुकिङ गर्न आँटिरहेको छौँ अनि कुकिङ चाहिँ एकदमै प्रोसेसमा छ तेल हामी अहिले खार्दैछौँ अनि यो चाहिँ हेर्नुहोस् यो चाहिँ लाइट एडिसन भन्छ यो चाहिँ मैले लगाइदिएको होइन आफ्नो बर्थडे हो होइन अब त्यस्तो ग्रान्ड गरेर मनाइँदैन तर पनि हामी के भन्छ बजेट फ्रेन्डली बर्थडे भन्छ कि गाइस यसलाई चाहिँ मिनी बर्थडे मिनी बर्थडे होइन मिनी बर्थडे देख्नु सक्नुहुन्छ तपाईँहरूले अहिले चाहिँ हाम्रो चिकन एकदम फ्राइङ मुडमा चलेको छ है अनि मैले अहिले भित्र गएर यो लिएर आएको छु यसलाई चाहिँ के भन्छ आई डोन्ट नो तर पनि यसले चाहिँ यस्तो गरेर चाहिँ यस्तो उगाएर चाहिँ नि यस्तो उगाएर एकदमै मेरो फोन खोइ मिनवाइल गाइस हामीलाई चाहिँ कोकोले गिफ्ट पनि दिएको छ भेरी स्पेसल अहिले चाहिँ ठ्याक्कै लाएर यसलाई यहीँ राखिदिउँ है ओइ घिनै लाग्दो देख्यो त यहाँ अरे सो अहिले चाहिँ ठ्याक्कै त्यसलाई जोसो तोसो सफा तफा गरेर राख्यो है राखिसकेर चाहिँ अब एकदमै कुकिङपट्टि लाग्दैछु अब चाहिँ गाइस यो फ्राई पनि भइसक्नु आँट्यो है यो फ्राई भइसकेपछि चाहिँ यसलाई हामी भुँडीभित्र फ्राई गर्ने हो अहिले चाहिँ आधी यहाँ गोठाला सो गाइस अहिले चाहिँ निकालिसक्यो कि अनि त्यही भएर अब निकालिसकेपछि चाहिँ सब्जी पकाउने हो नि त अनि यो पेस्टहरू लिएर यो अनि यो लसुन पेस्ट छ यहाँ अदरक पेस्ट छ यसलाई चाहिँ लगेर बनाउने हो म तपाईँलाई बनाएको देखाउँछु ल
टोटलमा चाहिँ इन्ग्रिडियन्ट्स पनि धेरै छैन हो नुन बेसरहरू हो साबुन यस्तो छ त्यो टिपेर यही हो है लगा त पल्ट त यहाँ फेरि मलाई यो छिटै पठाउँछ होला 1 2 3 गो लगा लगा बाई 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 चिजी खायो भने डह्रो हुन्छ भन्थ्यो म त्यसरी कम त सोध्यो तेलले त्यसरी टाँस्यो भने सेतो हुन्छ नि तिमी त्यसरी कालो छ लाइट देखाउ न अब यहाँ अहिले चाहिँ हाम्रो ग्रेभी यतिको हुँदैछ यो ग्रेभी बनिनु आँट्यो है अब यसमा चाहिँ माथिदेखि चिकन लगाइदिनु पर्छ सिमेना दिस इज campfire and this is the light के देख्दैछु गाइस यहाँ तपाईले गाइस तपाईले देख्नुभयो अब हामी क्याम्प फायरमा बस्ने छौं मेरो चाहिँ फोन भित्र चार्ज लागेको छ है सो गाइस अहिले चाहिँ सबै गरिसकेको छौं है अनि यहाँ देख्न सक्नुहुन्छ अनि यता हाम्रो बर्थडे बोय यता यसको देख्दैन पनि क्यामोफ्लेज हुन्छ के भएको नि गाइस सो अब हामी खाने छौं नानी खाना यो चाहिँ यो खाइरहेको छ Most essential dishes then. टेपको लिएको न अन्त पत्रमा आउँदैन कसले बनाउँदा त ओए दाजु क्याम्पमा त न ठ्याक्कै लिएर अहिले चाहिँ कति बज्यो अरे हेभीको ड्रइङ देख्छ त 12 बज्यो है गाइस 12 बज्नु 15 मिनेट छ एकदमै निन्द्राले झुपझुप भयो अनि आजको ब्लग चाहिँ यतिमै राख्यौँ भाइ खाएको भिडियो लायो सबै कुरो लायो के लायो टयलेट गरेको त नहोला है बाई बाई